नेपालको राजनीतिले अन्तर्राष्ट्रिय स्तरमा मचाए ठूलो हलचल। बालेनको र्यापरदेखि प्रधानमन्त्रीको दावेदारसम्मको यात्रामा हेडलाइन। दर्शकबिन मेयर बालेन शाह, रवि लामिछाने र कुलमान बीच भएको राजनीतिक सहमतिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको व्यापक ध्यान खिचेको छ। बालेन रासपामा आबद्ध भए आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारिएपछि विश्वका प्रभावशाली मिडियाहरूमा यसबारे चर्चा सुरु भएको हो। बीबीसी हिन्दीले बालेन शाहको विस्तृत प्रोफाइल प्रकाशित गर्दै पछिल्लो 3 वर्षमा नेपाली राजनीतिमा उनको उदयलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ। समाचारमा एक र्यापरबाट काठमाडौँको मेयर हुँदै प्रधानमन्त्रीको दावेदारसम्मको यात्रालाई उल्लेख गर्दै बालेन युवामाझ अत्यन्तै लोकप्रिय रहेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बालेनलाई चर्चित पूर्व र्यापरका रूपमा चित्रण गर्दै उनी प्रधानमन्त्री पदको चुनावी प्रतिस्पर्धामा उत्रिएको समाचार लेखेको छ। रोयटर्सका अनुसार बालेन र टेलिभिजन प्रस्तुताबाट राजनीतिज्ञ बनेका रवि लामिछानेको पार्टीबीच भएको सहमतिप्रति नेपाली जनतामा आशा बढेको देखिन्छ। बेलायतको प्रतिष्ठित पत्रिका द गार्डियनले नेपालमा युवाहरूको राजनीतिले विद्रोहपछि हुन लागेको पहिलो निर्वाचनमा चर्चित मेयर र पूर्व टेलिभिजन प्रस्तुताबीच सहकार्य भएको विषयलाई मुख्य समाचार बनाएको छ। समाचारमा बालेन र रविलाई नेपालका सबैभन्दा लोकप्रिय नेताको संज्ञा दिँदै उनीहरू जेनजी पुस्ताका माग सम्बोधन गर्ने नेतृत्वको रूपमा उदाइरहेको उल्लेख गरिएको छ। रोयटर्सकै समाचारलाई उद्धृत गर्दै द जापान टाइम्सले पनि यो राजनीतिक घटनाक्रमलाई प्रमुख रूपमा स्थान दिएको छ। यस्तै भारतीय अनलाइन मिडिया इन्डिया.कमले भने बालेनलाई भारत विरोधी छविको नेताका रूपमा चित्रण गर्दै उनको प्रधानमन्त्री उम्मेद्वारीलाई चासोको साथ हेरिरहेको जनाएको छ। समाचारमा कालापानी लिपुलेख सहित सीमा विवादका विषयमा बालेनले दिएका कडा अभिव्यक्तिलाई उल्लेख गरिएको छ। यद्यपि बालेन चीन समर्थक भएको कुनै स्पष्ट संकेत नदेखेको पनि उक्त मिडियाले लेखेको छ। भारतीय साप्ताहिक आउटलुक इन्डियाले यो सहमतिलाई नेपाली राजनीतिका लागि गेम चेन्जरको संज्ञा दिएको छ। त्यस्तै सीएनबीसी टिभी 18 ले बालेनको कसरी नेपालको राजनीतिक नक्सा पुनः कोर्दैछन् भन्ने विषयमा विश्लेषणात्मक सामग्री प्रकाशित गरेको छ। समाचारमा पुस्तागत राजनीतिमा बालेनको उदयले परम्परागत पार्टी संरचना र शक्ति केन्द्रहरूलाई गम्भीर दबावमा पारेको उल्लेख गरिएको छ। यसका साथै संयुक्त अरब इमिरेट्सको खालिज टाइम्स लगायत अन्य थुप्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि बालेन र रासपा बीचको पछिल्लो राजनीतिक विकासक्रमलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्। अन्तर्राष्ट्रिय मिडियाको यो चासोले नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र वैकल्पिक राजनीतिक धारप्रति विश्व समुदायको ध्यान केन्द्रित भएको संकेत गर्दछ। अब यो सहमतिले आगामी निर्वाचन र नेपालको राजनीतिक भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने